पल्लोकै त पल्लोकै त उ त्यो त है हेर न कस्तो लाग्यो मसँग बिहे गर्दा के खुसी छ कि छैन छ कि छैन भन्न न ल कस्तो रमाइलो गरी जाँदो रहेछ जन्मदिनको धेरै धेरै शुभकामना अनि खासै त्यति राम्रो त छैन फ्रीमा पायो अब हामीले फोटोतिरै ध्यान दिँदाखेरि यताको सिनहरू छुट्ने हो कि भन्ने डर कि यहाँ आउँदा कस्तो दामी आउँदो रहेछ हेर त फोटो हो र भिडियो राम्रो छ नि त यो ब्लर रहेछ कि यसले गर्दा राम्रो देखिएन नि बाहिरको सिन हुन त यो माथिबाट देखिहाल्छ पुगि नै सक्यो लगाइज हामी लगभग यहाँ पुगिसकेका छौँ ल माथि यतातिर बस्छ त छैन नि अझै बाँकी छ आहा कस्तो कुहिरो लागेको रहेछ है उ यहाँ सानो घर कस्तो दामी बस त उतातिर बस के हुँदैन कस्तो दामी देखिएको यार अर्को आयो के अनि तल अनि रित्तै आउनु पर्यो नि त माथि तल मान्छे लिनु परेपछि फर्किन अब अहिले भएन होला नि हेर त्यो चिउ गरिराख त त्यहाँ चरा कस्तो दामी ल कस्तो रे भाइ यो जङ्गल त कति घना जङ्गल त्यसमा चाहिँ मान्छे आए यसमा हामी बस्दा हाम्रो सासले हुँदो रहेछ कि ब्लर त्यही भएर तल केही देखेको रहेछ अनि के हेर्नु यहाँ दिउँसोसम्म बस्नुपर्छ कस्तो लाग्यो अरे त रमाइलो नि कट्टुस फुलेर कस्तो भएको तल त जङ्गल हो राम्रो भएको छ तल हेर्नु कट्टुस फुले खिच्नु न कट्टुस फुलेको ब्लर आउँछ कि त्यहाँबाट आउँदैन कि हेर न प्लेनमै उडे जस्तो भयो त हामीलाई यो चन्द्रगिरी हिल भनेर हामीलाई बजाङै पुर्यायो क्या हो के अड्किरह हामीले थाहा पाएन कहीँ ल चलेको कहीँ केही देखिँदैन ल ऊ हर्न बजेको फेरि सुनिरह कहीँ ल गाइज यो पुरै हेर्न सक्नुहुन्छ है तर कहीँ पनि कुन चाहिँ होला ल छिटो आऊ कि छिटो आऊ अलिकति ल हो ल गुड आमा वेट अलि फास्ट ल अब पछाडि फर्केर सिधा तल हेर त ल हेरिराख है हेरिराख हो त्यसरी तुवालोले केही देखिँदैन कुहिरोले हेर्न चाहिँ हेर तर देखिन चाहिँ केही देखिँदैन बालेश्वर महादेवले तिम्रो सोचेको आँटेको सबै कुरा पुरा गरिदिउन्। जय बालेश्वर महादेव। ब्याग मलाई दिउँ न।
लाइटर त्यहाँ झोलामा छ लाइटर पनि छ लाइटर त्यो तेल बढी भयो जस्तो छ कि त्यसमा बल्यो 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 भलेश्वर महादेव की जय भलेश्वर महादेवले हामी सबैको कल्याण गरून् ल तलबाट एकपटक सबतिरबाट सिन हेरौँ कहाँ हो जहाँ फुटाइ हुन्छ होला ठ्याक्क यहाँ गर हो यो तल क्लोज गर न ल तल देखिरा हाम्रा सम्पूर्ण इष्ट मित्र आफन्तका कष्ट नष्ट हुन् जियोस् यो नरिवलमा भगवानलाई चढाउनलाई अलिकति चाहिँ बाँकी हुँदो रहेछ कि हाम्रो आस्था हो नि त हामी ढुङ्गालाई पुजेर पनि मन शान्ति पार्न सक्छौँ महादेव सबैको रक्षा गर्नु पहिला टिकी लाउने अनि एउटा कसरी निकाल्ने एउटा यो पुरा तान्नु न पुरै तान्नु भने एउटा पनि नछुटाइ त्यो एउटा बान्नु भदौ 8 गते है अनि हजुरहरूको पनि बर्थडे हो कसैको हो ल ह्याप्पी बर्थडे बहिनी थ्याङ्क यू खिच्न मिल्छ हुन्छ ल ह्याप्पी बर्थडे है त थ्याङ्क यू सो मच बर्थडे हो क्या त्यो अलि फास्ट उभिने को सिन देख्न पाइयो भने पो तलको नि हेर्नु चढ्नु हिन्दू बौद्ध सनातन गौतम बुद्ध छेउछाउबाट दामी
हेर्नु त जङ्गल कस्तो तल। घना जङ्गल देखियो है हेलो हेलो कस्तो खतरा देख्यो अब खोलिँदै थिएन हामी ढिला भयो नि त्यही भने मैले त्यही भएर त बस है भनेको त्यही भएर हेर कस्तो राम्रो देखिन्छ ल तल तल आइसक्यो माथि त उस्तै छ ऊ तल आएपछि देखिँदो रहेछ ल खतरा देख्यो जङ्गल पो कस्तो दामी बिहुला बना ऊ त्यो बाटो हेर्नु ए कस्तो चिप्लो रहेछ हेर्नु त हिलो पुरै हिलो रहेछ नि त माटै माटो मात्रै पिजै भएर रहेछ त्यही आउँछ त यस्तो बाटोमा गाडी त्यो कता चन्द्र उतापट्टिको होला त्यो कतापट्टिको त्यो के अरे चितलाङतिर चितलाङपट्टिको कस्तो चिप्लो हेर्नु त चराहरू कराएको पनि कस्तो दामी हुँदो रहेछ क्या यस्तो जङ्गलमा चरा होला बाघहरू होला बाँदर चाहिँ छैन होला मलाई खस्ला खस्दैन हाम्रो घर पनि देखिन्थ्यो यार कता हाम्रो घर यता 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 चाहिँ के हो यो कतातिर रहेछ यो चाहिँ यो डाँडाभन्दा परको भयो यो बाटो हेर्नु त्यो त परको बाटो भयो नि धेरै परको भयो खोलिँदैन क्या खोलिँदैन कस्तो राम्रो देखेको हेर त यो जङ्गल हाम्रो